आज चाहिँ हामी यहाँ पार्कमा आएको छौँ। यहाँ हाम्रो घरको छेउ पार्क हो। यसरी डेकोरेसन गरेको छ क्रिसमसको लागि। वाउ सो असम। यहाँ हाम्रो भाइ, यहाँ मेरो मिसेस, यहाँ मेरो छोरी। छोरी वाच योर स्टेप ओके। अनि यो चाहिँ हाम्रो घरको छेउमा हो। यो चाहिँ हाम्रो घर जाने बाटो हो है। यहाँ हाइवे छ, हाइवे जस्तै सर्भिस रोड। यहाँ लाइब्रेरी हो, यो पब्लिक लाइब्रेरी। हाम्रो घरको छेउमा पनि यस्तो यस्तो रहेछ, हामीलाई थाहा थिएन है यो चाहिँ। हजुरहरूले देख्न सक्नुहुन्छ यस्तो राम्रो छ है हाम्रो घरको छेउमा। यो चाहिँ तपाईँहरूले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ प्लिज कमेन्ट्समा मेन्सन गरिदिनु होला है त। यो चाहिँ हाम्रो घरको छेउको पार्क हो होइन। यसलाई चाहिँ ह्यास्लेट पब्लिक पार्क भन्छ। यहाँ चाहिँ हामी दुईखेप आजसम्म दुईखेप आएको। यस्तो राम्रो छ यो चाहिँ होइन। केटाकेटीले खेलाउनुको लागि एकदम राम्रो ठाउँ छ यो। यसमा लगभग पिङहरू पनि छ, बास्केटबल कोर्टहरू छ उतापट्टि, र जगिङहरू रनिङहरू गर्ने ठाउँ पनि छन् होइन। केटाकेटीको लागि चाहिँ राम्रो छ। प्लिज वाच गरेर भिडियोलाई लाइक गरिदिनु होला। यहाँ चाहिँ एभ्री क्रिसमस टाइममा चाहिँ तपाईँको डेकोरेसन गर्नुहुन्छ उहाँको सिटीले होइन, गभर्मेन्टले। एट्र्याक्सन भनौँ न, पब्लिकको लागि एट्र्याक्सन गर्नको लागि चाहिँ उहाँले एकदम लाइट्सको डेकोरेसन गर्नुहुन्छ। जब क्रिसमसको टाइममा चाहिँ उहाँले यस्तो राम्रो गर्नुहुन्छ कि मेरो छोरीलाई चाहिँ मन परेछ यो। मेरो छोरीले चाहिँ प्रायः जस्तो यस्तो ठाउँहरूलाई मन पराउनुहुन्छ होइन। एकदम नाचिरहेको छ छोरी चाहिँ पुरै गीतमा। यहाँ चाहिँ कपिराइट्स आउँछ भनेर चाहिँ मैले भोइस ओभर गरेको, नभए त्यो गीतमा चाहिँ के अरे क्रिसमसको गीतले गर्दा चाहिँ कपिराइट्स आउँछ होला भनेर चाहिँ मैले भोइस ओभर गरेको छु एकदम। अब चाहिँ मैले मेरो युट्युबमा कन्टिन्युसली भिडियो अपलोड गर्नको लागि सोचिरहेको छु र हजुरहरूले मलाई साथ सपोर्ट माया गरिदिनुहुन्छ होला भन्ने धेरै आशा राखेको छु। मैले चाहिँ पुरा सापखाप जाडोको लुगा लगाएको छु। पुरा जाडो छ नि त यहाँ, त्यो भएर पुरा मैले चाहिँ तातो हुनको लागि चाहिँ पुरा जाडोको लुगा लगाएको छु। हामी चाहिँ यहाँ एउटा खेल्ने ठाउँ रहेछ, पुरै केटाकेटीलाई खेलाउने र ठुलो पनि खेल्दा हुने रहेछ। त्यहाँ पुरा रमाइलो गऱ्यौँ, खेल्नु। केटाकेटी त कति खुसी भयो नि हाम्रो आमामा। हामी चाहिँ प्रायः जस्तो केटाकेटीलाई छुट्टी हुँदा चाहिँ विकेन्डमा लगिरहेको हुन्छौँ कता कता होइन। यो पार्कमा चाहिँ हामी दुईचोटि भयो आएको योसँग, तर अरू पार्कमा चाहिँ हामी गइरहेको हुन्छौँ। हाम्रो घरको छेउमा पनि छ पार्क, त्यहाँ चाहिँ यस्तो ठुलो छैन, सानो छ, केटाकेटीलाई यसो खेल्ने छ। र त्यहाँ बास्केटबल स्विमिङ पुलहरू छ, त्यहाँ चाहिँ लगिरहेको हुन्छौँ प्रायः जस्तो। त्यो चाहिँ हाम्रो घरको छेउमा छ। तर यहाँ चाहिँ हामी आएको थिएनौँ। लानुपर्छ कोही कोही बेला केटाकेटीलाई भएको बेलामा यसो पार्कतिर कता कता लानुपर्छ। यसो गर्दाखेरि एकदम फ्यामिली साथ चाहिँ एकदम इम्पोर्टेन्ट हो क्या, फ्यामिलीलाई साथ दिन चाहिँ, टाइम दिन चाहिँ होइन। त्यही भएर लगिराख्नुपर्छ। मेरो छोरी चाहिँ बच्चादेखि नै यस्तोमा खेलकुदमा, यता पिङ खेल्ने, यतामा खेल्नेमा चाहिँ धेरै इन्ट्रेस्ट राखेको हुनाले आज पनि पिङ खेल्न पाएको छ। एकदम खुसी भइरहेको छिन् पुरा। हजुरले देख्न सक्नुहुन्छ हेर्नु न कसरी पुरा मचिरहेको छन् पिङमा। हामी चाहिँ केटाकेटी खेलाएर घरतिर लाग्दैछौँ होइन। एकदम आज चाहिँ केटाकेटी पुरा गलेको जस्तो पनि भयो। धेरै बेर हामी खेल्यौँ त्यहाँ, र केटाकेटी पनि
खेल्यौँ होइन र टाढा पनि धेरै भयो र हामी चाहिँ घरतिर जाँदैछौँ। अब यहाँ पार्किङ लटमा गाडी पार्क गरेको ठाउँमा चाहिँ गाडी भएको ठाउँ जाँदैछौँ हामी र तपाईँहरूले यसै गरी राम्रो राम्रो भिडियोहरू हेर्नु चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई गएर सब्सक्राइब पनि गरिदिनु होला। फेसबुक पेजलाई फलो पनि गरिदिनु होला, लाइक सेयर पनि गरिदिनु होला मन पऱ्यो भने। र यस्तो भिडियो धेरै छ मेरो युट्युब च्यानलमा, त्यो पनि हेरिदिनु होला है त। बाई बाई।